नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। उहाँ तथागत भगवान अरहन्त सम्यक सम्बुद्ध भगवान बुद्धलाई वन्दना गर्दै आज म यसरी पाल्पा जिल्लाको मदन पोखरा शिखर डाँडा स्थित तपाईले मेरो पछाडि देख्नुभएको होला, म अहिले पाल्पा विपश्यना केन्द्र धम्म शीशमा आएको छु। यहाँबाट तपाईहरुलाई मैले यहाँको अवलोकन गराउने छु। यो अहिले यहाँ भर्खरै यहाँ देख्नुहुन्छ, यो भनेको भवन चाहिँ अफिस भएको रे। अनि त्यसैगरी यो भित्र छिर्ने बित्तिकै हामीले चाहिँ यहाँको अन्य दृश्यहरू देख्न पाउँछौँ। अनि यो म भर्खरै गेटबाट छिरिसकेपछि यहाँ एकदमै हावाहरू चलिरहने शीतल छ। त्यसैगरी यो हाइवेबाट तल हाइवेबाट 3 किलोमिटर भित्र पर्दछ र अहिले ठ्याक्क 6 बजेको टाइम पनि भयो र ध्यान बस्ने समय पनि हुन लाग्यो। यो अफिस कार्यालय तपाईले देख्नुभयो होला र यसको यतापट्टि जाने हो भने यहाँ चाहिँ यो पनि एउटा बस्ने हैन। त्यसपछि यतापट्टि महिला निवास है, महिला निवास हुन त आर्यमौन हो, तर मैले पनि सानो तरिकाले त बोल्छु। यो उपासिकाहरू बस्ने निवास, ध्यान शिविरमा योगीहरू बस्ने निवास उपासिकाहरू। त्यसैगरी यो मेरो अगाडि देख्नुभएको यो चाहिँ धम्म हल हो हैन। यो चाहिँ गुरु बस्ने है, यहाँ ध्यानको शिविरको बारेमा बताउनु हुने गुरु हैन, गुरुमाहरू बस्नुहुन्छ यहाँ चाहिँ यो कोठामा। त्यसैगरी उताको चाहिँ धम्म हल भयो। धम्म हलमा ध्यान आदि आचरणहरू गरिन्छ, धर्मदेशनाहरू सुनिन्छ, सत्यनारायण गोइङ्का गुरुजीको उपदेशहरू सुन्ने, ध्यान गर्ने चाहिँ त्यहाँ हो, समत विपसना ध्यान गर्ने। र त्यसैगरी माथि माथि देख्नुभएका, मेरो पछाडि देख्नुभएछ उता निलो टिन भएको त्यो चाहिँ भोजनालय है। यहाँ योगीहरूलाई चाहिँ भोजनको व्यवस्था, जलपानको व्यवस्था गर्ने ठाउँ चाहिँ यहाँ माथिपट्टि रहेको हुँदा तपाईहरुले देख्न सक्नुहुन्छ। अब यहाँ भर्खरै ध्यान शिविर चलिरहेको हुँदा चाहिँ मैले तपाईलाई भित्र देखाउन यसरी बोलेर जान मिलेन हैन, आर्य मौनको छ। त्यसैले जो कोही पनि यहाँ ध्यान बस्नको लागि आउँदै हुनुहुन्छ भने एकदमै हाम्रो बुटोल पाल्पाको हैन, रूपन्देही जिल्लाकोहरूलाई चाहिँ सजिलो, एकदमै मौसम मिल्ने ठाउँ चाहिँ यो जस्तो लाग्यो मलाई। किन भन्दाखेरि अब लुम्बिनीमा एकदमै गर्मी होला हैन, अनि त्यसै बुटोलमा पनि धेरै गर्मी होला लाग्ला, तर यो मदन पोखरा यो पाल्पा स्थित यो डाँडाको सबभन्दा माथि छ। त्यही कारणले यी हावाहरू लागिरहने हैन, मौसम एकदम चिसो छ। त्यही कारणले यो चाहिँ अति उपयुक्त ध्यान केन्द्र चाहिँ मैले मानिरहेको छु। र तपाईहरु पनि एकपटक आएर यसमा यहाँ अवलोकन गर्न सक्नुहुन्छ, ध्यान शिविरहरू बस्न सक्नुहुन्छ हैन, बुझ्न सक्नुहुन्छ। यो एउटा अहिले सुरुवात अवस्थामा छ हैन, एउटा समत विपसना ध्यानलाई अगाडि बढाउनको लागि भनेर यसरी धेरै ठाउँबाट सहयोग गरेर यसरी चाहिँ यो शान्तमय वातावरणमा चाहिँ यो ध्यान केन्द्र सुरुवात भएको छ। र तल तपाईहरुले यताउता देख्नुभयो भने सबै गाउँहरू छ, नजिक नजिक छ। यतातिर देखाइदिनु होला, यतातिर सबै यो गाउँ हो। यहाँ तल पनि घर छ हैन, यहाँ त सबै घर हो है। मदन पोखराको गाउँ, एउटा सानो गाउँ यो है, एकदमै राम्रो छ। त्यसैगरी अब यो माथितिर मैले तपाईहरुलाई देखाउने छु। अहिले चाहिँ यहाँ बोल्न मिलेन, यहाँ धम्महल छ, यहाँ ध्यान बसिराख्नु भएको हुँदा मैले तपाईहरुलाई नबोलिकन भिडियो देखाउने छु। ल अहिले फेरि म अलि माथि आएर यो चाहिँ उपासक योगीहरूको निवास देख्न सक्नुहुन्छ। र यो अहिले बाटो बन्दैछ, एकदमै यो माटोले मुस्करिएको छ। र अझै माथि उच्चमा हामी गयौँ, यहाँ चाहिँ यो किचन हैन, भोजनालय देख्न सक्नुहुन्छ, भोजन गृह। यहाँ हामीले अलिकति अवलोकन गरेर तपाईहरुलाई देखाउन खोजिरहेका छौँ है। म अहिले भोजनालयको वरपर घुमिरहेको छु, देख्न सक्नुहुन्छ। यो बुटोलबाट धेरै टाढा पनि छैन, पाल्पाबाट धेरै टाढा पनि छैन है, एकदमै नजिक राम्रो ध्यान केन्द्र हो। यहाँ धम्महलको लागि नयाँ बन्दै गरिरहेको छ, यहाँ देख्न सक्नुहुन्छ। यो नयाँ भवन माथिबाट सबभन्दा यो माथि नै भनौँ, यो है सबभन्दा माथिको भवन यही हो। यो बन्दै छ, निर्माणाधीन अवस्थामा छ। यता चाहिँ यो उस भयो, त्यही कारण
बन्दैछ। अब पछि एकदमै राम्रो हुन्छ यो व्यवस्थित ढङ्गले। यहाँ खाना खाने ठाउँ यो भएको र यहाँ तल, त्यही भएर यहाँ ध्यान शिविरभरि चाहिँ नबोलिकन बस्ने छ। यहाँबाट तानसेन डाँडा, ल मेरो पछाडि देख्नुहुन्छ तानसेन डाँडा, यहाँ तानसेन डाँडा देख्नुहुन्छ, स्याट्टै देखिन्छ ल यहाँ। अझ यो रुखहरू अलिकति छैन भने यहाँबाट स्याट्टै सिधा तानसेन डाँडा देखियो। भनेपछि तानसेन डाँडाबाट यहाँ पनि देखिँदो रहेछ। यदि यहाँ चैत्य भयो भने यो ठाउँमा शून्य गाह्रो भन्नुको अर्थ चैत्य, यहाँ केही चिनो एउटा होइन रूपमा रह्यो भने तानसेनदेखि चाहिँ यो स्पेस, यो सबभन्दा माथि, यो ध्यान केन्द्रको सबभन्दा माथि चाहिँ ठुलो जग्गा छ। यहाँ चाहिँ पछि अब एउटा चिबा, एउटा चैत्य जस्तो होइन, एउटा चाहिँ निवासको रूपमा चाहिँ एउटा भित्र कोठा भएको चाहिँ धेरै शून्यगार भन्छ, त्यो चाहिँ बन्ने छ भनेर चाहिँ यहाँको गुरु योजना अनुसार त्यो आएको छ। अब यो म सबभन्दा डाँडामा यो चिबा बन्ने ठाउँ, अब तानसेन देखिने ठाउँ पनि यहाँ आयो। यो चाहिँ उपासक निवास होइन, पछि यहाँ उपासकहरू बस्नु पनि भएको छ यहाँ, तर उपासक भवन हो यो चाहिँ, उपासकहरू बस्ने। अनि उपासिकाहरू चाहिँ उतातिर हुन्छ भन्ने चाहिँ कुरामा आएको छ। अहिलेको लागि त सानो कोठामा नै सबैजना एडजस्ट गरेर बस्नु भएको छ। यो उपासकहरूको निवास र उपासिकाहरू उता आफको बोटतिर, त्यो उतातिर छ, त्यतातिर हुन्छ भनेर चाहिँ। अनि ढम्मल चाहिँ यहाँ हुन्छ, तलतिरको कार्यहरू सबै यहाँ सर्ने छ पछि होइन, कार्यक्रम उसहरू स्थल। त्यही भएर एकदमै रमणीय, एकदमै राम्रो ठाउँ छ होइन। तपाईँहरू पनि उपासक उपासिकाहरू पनि आइदिनु होला, घुमिदिनु होला होइन, अथवा चाहिँ ध्यान शिविरहरूमा उपस्थित भएर चाहिँ सहयोग गरिदिनु होला। र भगवान् बुद्धले होइन आफ्नो मनलाई सफा गर्नको लागि एउटा मात्रै उपाय हो, त्यो भनेको ध्यानै हो होइन। दानशीलले त हामीलाई पुण्यवी संस्कारको रूपमा चाहिँ होला होइन, प्राप्त हुन्छ होला। तर भगवान् बुद्धले भन्नुभयो अनुसार एकायानो भिखवे अयं मगो रे होइन, एउटा मात्रै बाटो छ के हुनको लागि भन्दा निर्वाण प्राप्त गर्नको लागि, त्यो भनेको ध्यान होइन। हुन त तिनैवटालाई हामीले लिएर जानुपर्छ, शील समाधि प्रज्ञा होइन। शील समाधि प्रज्ञामा मध्येमा सबैभन्दा ठुलो पुण्य पनि ध्यान पुण्य नै हो, विपसना पुण्य हो। त्यही कारणले यहाँ आएर प्र्याक्टिस गरेर, समर्थ ध्यानको प्र्याक्टिस गरेर विपसनाको मार्गबाट लाग्न सजिलो तरिकाले हामी यहाँ सिकेर सत्यनारायण गोइङ्का गुरुजीको होइन उपदेशको आचरण गरेर चाहिँ आफ्नो चित्तलाई शुद्ध पार्नको लागि पार्न सक्नुहुन्छ भन्ने चाहिँ तपाईँहरू, म अहिले जहाँ घुमिरहेको छु त्यो स्थानमा तपाईँहरू पनि अवश्य उपासक उपासिकाहरूले यस ठाउँको बारेमा बुझ्न कोसिस गर्नुहुनेछ र यसको बारेमा केही जान्न कोसिस गर्नुहुनेछ। यदि यस बारेमा थाहा पाउनु छ भने यही ठाउँमा आएर तपाईँहरू चाहिँ अवलोकन गर्नुहोला। र एकदमै शीतल ठाउँमा आनन्दपूर्वक होइन, शान्तपूर्वक ध्यानको लागि आचरण गर्नु छ भने यो ठाउँ एकदमै राम्रो मलाई लाग्यो अहिलेसम्म, म पनि घुमेअनुसार है। र यति भन्दै तपाईँहरूलाई मेरो आजको यो सानो एउटा चाहिँ होइन एउटा दृश्य अवलोकन होइन, एउटा ध्यान केन्द्रको अवलोकनलाई यहाँ अन्त्य गर्छु। भवतु सब मङ्गलम। साधु साधु साधु।